हेलो नमस्ते एभ्रिवान सबैजनालाई गुड मर्निङ आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदमै ठिकै छु गाइस आज पोखरमा कस्तो चर्को घाम लागिरहेको छ के आज चाहिँ आमारामा चाहिँ बिहानै घाम तापेको अवस्था हैन तपाईहरुकोतिर त पुरा पानी परिरहेको छ होला हाम्रोतिर पनि हिजो त बेसरी दिनभरि पानी पर्यो आज चाहिँ बहुत राम्रो घाम लागेको छ साथीहरु स्टार्ट गरेको त्यस्तो त केही पनि छैन यसो मेरो घरको भ्यू देखाम भनेर गाइस हेर्नु ल म सबै देखाउँछु यो यो गाह्रो छ गाइस ल छिमछिमाउने आँखाले मनै मेरो अल्झै छ आँखाले मन ताप्ने कुद्रुकै भयो यहाँ चाहिँ हाम्रो फुल पनि राखेको छ गाइस हेर्नु क्या दामी फुल छ है यतापट्टि यस्तो भ्यू छ गाइस सबैजनाले हेर्नु होला यस्तो भ्यू छ गाइस म चाहिँ यता गेटमा पनि जान्छु ल दुध लिन के दुध यसमा गेटमा चाहिँ साह्रै दुध छोडेर जानुहुन्छ दुध है दुध लिएर पनि आइसकेको छु गाइस अब नास्ता बनाएर अब चिया खान लागेको तपाईहरुको त खाजा पनि भइसक्यो होला है यस्तो छ कस्तो मजाले घाममा हिँड्नु छ मलाई त झ्याउ लाग्छ घाममा हिँड्न पनि त ओके आजलाई चाहिँ मेरो भिडियो यति नै गाइस म फेरि पनि अर्को भिडियोमा भेट्ने छु म सबैजनालाई ओके बाइ बाइ गाइस